हेलो फ्रेन्ड, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको भ्लगमा तपाईँहरूलाई फेरि पुनः स्वागत छ साथीहरू। म चाहिँ आज यहाँ गोठातिर काम गरेको थिएँ अनि काम गरेर नुहाइदिएर फेरि फ्रेस भएर है ब्लग स्टार्ट गरौँ न त भनेर चाहिँ ब्लग ट्याक्क लाएर स्टार्ट गरिसकेँ साथीहरू। म चाहिँ अब एकछिन घर यताउति कामसम सकेर ट्याक्क लाएर बसेर अनि त्यसपछि माथि केटाहरूसँग जानुपर्ने हुन्छ। आज चाहिँ माथि गएर केटाहरूसित गएर बस्नु पऱ्यो, धेरै घर नबसेको। अनि अहिले एकछिन पछि चाहिँ घर काम सकेर अनि जानु पर्ला नि। मेरी मायालु उसको काम रहन्छ अरे यो हालेको यार, कस्तो उकिँदो रहेछ। तर यो उकियो पनि यहाँबाट पानी त छिर्दैन होला, तर यो भेजा रहेछ यार, काम छैन यसको। ब्ल्याकै हाले भए ठिक रहेछ। उक्कै जान्छ पछि काममा बस्छ भने आफै जान्छ जान्दै हो, केही छैन। यो गयो नि बाल भन है, यस्तो राम्रै हुँदो रहेछ हुन त। गयो नि मतलब त भन, त्यही पनि साथीहरू यार यत्तिकै बस्दिनँ बरु झ्याउलाई राख के गर्ने भन्ने कुरा हो। जानु पर्ला अब माथितिर केटाहरूसँग, माथि चौरतिर गएर अब केटाहरूसँग गएर डुल्दिनु पर्यो एकछिन। फेरि फोन गरिहाल्ने हो कि अब फेरि लिन जानु पर्ने हो कि मम्मीलाई बहिनीलाई भन्ने कुरा हो। तर लिन त म जानुपर्ने हुन्छ, तर कहाँसम्म भन्ने कुरा हो। अब त्यो हेर्दै जाऊँ कहाँ गएर लिएर आउने कुरो हुन्छ। घाम डुब्न लागिसक्यो, हिँड्न झ्याउलाई राख यार। खासै राम्रै छैन आमा तिम्रै कान्छी छोरी भन्छन् के रे। धुपीको रुखै त सुन्तला छ, अर्को वर्ष चाहिँ सुन्तला च्याप्पा खानुपर्छ है गरेको। थाप्ले भन्ने त्यही हो, त्यहाँ कलार त्यहाँ गौतम बुद्धको मूर्ति छ त्यहाँ चाहिँ। यो चाहिँ हाम्रो खर्सु त भन्नु साथीहरू म बस्नु त फेरि खर्सुको आडैमा बस्ने हुन्छ। फेरि तब पो जाडो हुन्छ यार, बिहानमा डेन्जर जाडो हुन्छ। खै हिउँ पर्छ नि त त्यहाँ माथि खर्सुतिर थाप्लेतिर, त्यही भएर जाडो हुन्छ कि। अहिले नि हिउँ परिरहेको कस्तै हिउँ पऱ्यो, सब हिउँ हो नि त सब हिउँ हो नि, हिउँ हो नि त साथी। त हिउँ परेको नि त अनि हिउँ हो, तपाईँहरूले देखिसक्नु भएको त के हो भन्ने कुरो त हिउँै हो होइन। गाउँतिर बसेपछि फेरि रमाइलो, आमामा टक्क लाएर हरियाली देख्न पाइन्छ। सतौँ साथीहरू, सतौँको 3टा चौतारो माथि केटाहरू जाने भनेर निस्केको। फेरि बहिनीलाई फोन गरेको त लिन आउनुपर्छ हो भन्छ यार। त्यही भएर अब एकछिन बस्नुपर्ने हुन्छ, फोन नआउने बेलासम्म कुरेर बस्नुपर्ने हुन्छ यार। अनि त्यसपछि जाने हो। अँध्यारो हुन्छ होला यार, म तपाईँहरूलाई चौरबाट भ्यू देखाउँछु भन्थेँ, अँध्यारो हुन्छ होला। अब एकछिन यतै म ब्याक गरेर आएको हेर्नु है त, यतै कता कराउँछु म, त्यतै हेर्नु नि त है। हुन्न र हुन्छ। अब मम्मी बहिनी लिन जानु त परेन साथीहरू, मलाई चाहिँ भोक लागिहाल्यो। भोक लागेपछि अब के छ त भन्ने कुरो हो। यसो मैले हेरेँ, अनुसन्धान गरिसकेँ मैले। अनुसन्धान गरेको दाल भात साग अन्डा यस्तो मिठो तरिकाले मलाई बनाएर छोडिदिनु भयो रहेछ उहाँहरूले। उहाँहरू चाहिँ ठाडो बाटो उकालो बाटो हिँड्दै आउनुहुन्छ अरे। म चाहिँ अब पेट पूजा गर्नतर्फ लागेँ। मलाई पनि पक्कै केही न केही त ल्याइदिनु भयो उहाँहरूले। उहाँजीहरूले ल्याइदिनु हो, त्यो पनि खानुपर्छ। एकछिन अडी नगरौँ नि त, त्यो एकछिन नखाइ नअडी नै भइसक्यो म। अब एकछिन थोरै दुई हान्ने खाने एक थाल्यो। थोरै खाना चाहिँ म चाहिँ खानको लागि चाहिँ अब रेडी भइसकेँ। अनि जसरी माथि त जाने हो माथि चौरतिर गइन्छ होला। चौरतिर गएर तपाईँहरूलाई अहिलेको भ्यू नदेखाइ म नाइट भ्यू देखाउँछु। नाइट भ्यू त्यहाँ कस्तो दामी बवाल आउँछ। पोच खोइ सिग्नेचर पोज देऊ न। एउटा नुहाएर आयो लन्ठु, ए मुस्कान रहेछन्। के छ साथीहरू, के गर्ने है, केटाहरू आउँदैन। अब हामी कुर्न बसेको। सुसन बेबी टोलाइदिनु फेरि, कस्तो टोलाउँछु नि फेरि अब। तर लास्ट टेन्सन देख्यो है म त, हरियाली यस्तो नभए ए यस्तो गर्दा कस्तो दामी देखेको यार।
ओइ खोक्का देख्यो त यार सही हो साथीहरू के छ म त हराएँ यार फेरि यार किन हो म ब्याक हुनको लागि नसकेको भिडियो बनाउनु छोडिसकेँ यार साथीहरू यार सपोर्ट गर्न पऱ्यो कि तपाईँहरूको सपोर्टको कमी भएर हो कि यस्तो भयो कि तपाईँहरू बुझ्नु न यार बुझ्नु न यार सपोर्ट गर्नु पऱ्यो कि साथीहरू सपोर्ट गर्नु पऱ्यो यस्तो पाराले भएन अघि बढ्न पऱ्यो साथीहरू भिडियो बनाऊँ जस्तो हुनु पऱ्यो नि त अनि भ्यू आउँदैन यार के बनाउने भनेर छोड्नु पुऱ्याउनु भएन तर म छोड्नेवाला नि छैन पसिना आएर भेजा भयो कि फेरि केटाहरूलाई कुर्दा कुर्दा पसिना आइसक्यो दाउरा खोजेर राख्छ अरे आगो तापेर बस्दिउँ भनेर हो एकछिन ट्याक्क लाएर केटाहरू आउँदा आउँदै रात पर्छ जस्तो मान्छे कि मैले अब कपालको काटिङ फेरि कस्तो भइरहेको भन्ने कुरा के